5वटा जाँच यदि तपाईँलाई मधुमेह छ भनेदेखि गर्नै पर्छ। ती मध्येमा नम्बर 1 खाली पेटको ब्लड सुगर, खाना खाएपछिको ब्लड सुगर र 3 महिने जाँच भन्छौँ HbA1c टेस्ट। नम्बर 2 लिपिड प्रोफाइल, यसमा टोटल कोलेस्ट्रोल, ट्राइग्लिसराइड लेभल, HDL र LDL लेभल पर्दछ। नम्बर 3 रेनल फङ्सन टेस्ट, यसमा सेरम क्रियाटिनिन र पिसाबबाट प्रोटिन लिक भएको छ कि छैन भनेर हेर्नको लागि युरिन ACR भन्ने जाँच पर्दछ। नम्बर 4 मुटुको जाँच, यसमा सिम्पल ECG र इकोकार्डियोग्राफी भन्ने जाँच गर्न सक्दछौँ। नम्बर 5 आँखाको जाँच, धेरै मानिसलाई लाग्दछ कि आँखाको जाँच भन्नाले आँखाको पावर हो, चस्मा चेन्ज गर्ने हो, त्यसो होइन। यसमा नानी फुलाएर रेटिनल जाँच गर्न जरुरी देखिन्छ। यदि यो जाँच हामीहरूले भुले पनि हजुरले नभुलिकन जाँच गर्नुहोला। हस्, धन्यवाद।